Hey guys, what's up? Hope you're doing good. मैले भर्खरै होइन सुरज दाईको द बङ्कर भन्ने सो हेरेँ एन्ड द्याट वाज अमेजिङ होइन अनि सुरज दाईको बारेमा के भन्नु हि इज वान अफ द फाइनेस्ट होस्ट वी हेभ एभर इन नेपाल एन्ड अब गगन दाईलाई चाहिँ सुरज दाईले एउटा प्रश्न गर्नुभयो होइन वाट यु वान से अबाउट द्याट मनी द्याट हेज फाउन्ड इन हाम्रो एक्स प्रेसिडेन्ट आदरणीय शेरबहादुर देउवाजीको घरमा होइन अनि त्यसमा चाहिँ गगन दाईले एकछिन पज लिनुभयो क्या अनि उहाँ के पनि बोल्नु भएन त्यसपछि उहाँहरूले कि अर्कै कुराहरू गर्नुभयो होइन बट आई क्यान अन्डरस्ट्यान्ड बिकज एउटा उच्च पदीयमा बसिसकेको मान्छेले झट्ट रियाक्सन गर्न राम्रो पनि होइन बट आई क्यान से होइन कङ्ग्रेसमा चाहिँ एकदम चेन्जेसहरू चाहिँ भएको छ नभएको होइन लाइक देयर आर लट्स अफ थिङ्स दुईचोटिभन्दा बढी प्रधानमन्त्री नहुने कुरा होस् या फेरि दुईचोटिभन्दा बढी पार्टी प्रेसिडेन्ट नहुने कुरा होस् होइन वी क्यान सी द चेन्जेस इन द कङ्ग्रेस पार्टी बट कता कता अलिकति लेट भयो जस्तो पनि फिल हुन्छ बिकज राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अलिकति वेभ्स आएकै छ नेपालमा होइन बालेन दाईको क्रेज होस् या फेरि रवि दाईको क्रेज होस् बट वान थिङ हामीले गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि योभन्दा अगाडिको पालि चाहिँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ दुईचोटिभन्दा बढी प्रधानमन्त्री नहुने कुरामा चाहिँ उहाँहरूको धारणा चाहिँ क्लियर थियो बट यो पालि चाहिँ मैले केही पनि त्यस्तो कुराहरू देखेन है राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ आई डोन्ट नो आई माई बी रङ बट मैले काहीँ पनि त्यो कुराहरू सुनिरहेको छैन बट एज अ एउटा ऱ्यासनल सिटिजन होइन त्यो हामीले सोध्नुपर्ने धेरै नै जरुरी हुन्छ अनि किन भन्दाखेरि भोलिको दिनमा फेरि त्यो म्युजिकल चेयर नहोस् होइन एउटा स्टेबल पोलिटिक्सको लागि र त्यो 80 वर्ष पुग्दासम्म पनि त्यही भनौँ न त्यही मान्छे रिपिट भइराख्ने अनि त्यो एउटा पिएमको लोभी भएर चाहिँ त्यही मान्छे रिपिट भइराख्ने त्यो कुरा नहोस् भन्नलाई चाहिँ वी निड टु आस्क रासपा एज वेल सो जस्ट मेरो धारणा है गाइज बाँकी तपाईँको इच्छा साइनिङ अफ बाई